अल्बर्ट आइन्स्टाइन। यो नाम सुन्नेबित्तिकै दिमागमा के आउँछ? जिनियस, होइन त? तर आज हामी त्यो छविको पछाडिको कथा हेर्दैछौँ। एउटा यस्तो मान्छेको कथा जसको जीवन खोज र उथलपुथलले भरिएको थियो। ल, सुरु गरिहालौँ है त। सोच्नुहोस् त, उहाँको यो भनाइले नै उहाँको सोच कति विशाल थियो भनेर देखाइहाल्छ। उहाँलाई सासाना कुरामा मतलब थिएन। उहाँ त सिङ्गो ब्रह्माण्डकै रहस्य खोल्न चाहनुहुन्थ्यो। मानव कि ब्रह्माण्ड बनाउनेको दिमागै पढ्न खोज्दै हुनुहुन्थ्यो। ल अब सुरु गरौँ पेटेन्ट क्लर्कको सपनाबाट। हो, हाम्रो कथा कुनै चर्चित वैज्ञानिकबाट सुरु हुँदैन, बरु एउटा सङ्घर्ष गरिरहेको गुमनाम युवाबाट सुरु हुन्छ। ग्रेजुएसन त भयो, तर सोचे जस्तो भएन। ज्युरिच पोलिटेक्निकबाट साधारण रेकर्ड लिएर निस्केपछि काम पाउने मुस्किल भयो। लगभग 2 वर्ष त यताउता सानातिना काम गर्दै बित्यो। त्यही बीचमा उहाँले आफ्नै क्लासमेट मिलेवा मारिचसँग बिहे गर्नुभयो। अनि बल्ल तल्ल बर्नको पेटेन्ट अफिसमा एउटा सामान्य जागिर मिल्यो। कसलाई थाहा थियो र यही सामान्य जागिरले इतिहास बदल्दैछ भनेर? यो तस्विर हेर्नुहोस् त, एक सामान्य युवा, होइन? दिनभरि अरूले बनाएका मसिनहरूको पेटेन्ट फाइल हेर्ने साधारण क्लर्क। तर साँझ परेपछि फुर्सदमा यही मान्छेको दिमागमा समय, अन्तरिक्ष र ब्रह्माण्डका सबैभन्दा ठूला रहस्यहरू घुमिरहेका हुन्थे। कस्तो अचम्मको कुरा! अब कुरा गरौँ त्यो चमत्कारी वर्ष सन् 1905 को। यहीबाट हो त्यो गुमनाम पेटेन्ट क्लर्कले विज्ञानको दुनियाँमा भूकम्प ल्याएको। 4, यो नम्बरलाई ध्यान दिएर हेर्नुहोस्। यो सामान्य नम्बर होइन। सन् 1905 केही महिनाकै फरकमा आइन्स्टाइनले भौतिक विज्ञानलाई हल्लाइदिने 4-4वटा पेपरहरू पब्लिस गरे। एउटै वर्षमा एउटै मान्छेबाट सोचिन सक्नुको कुरा। पहिलो पेपरले भन्यो, लाइट भनेको तरङ्ग मात्र होइन, यो त साना साना ऊर्जाका प्याकेटहरूको खोला जस्तै हो। यही आइडियाले क्वान्टम फिजिक्सको ढोका खोल्यो र पछि गएर उहाँलाई नोबेल पुरस्कार पनि दिलायो। दोस्रो पेपरले पानीमा तैरिरहेका धुलोका कणहरू किन यताउता हल्लिन्छन् भनेर व्याख्या गर्यो। र त्यही व्याख्याबाट उहाँले पहिलो पटक प्रयोगात्मक रूपमै परमाणु अर्थात् एटम्स साँच्चीकै हुन्छन् भनेर प्रमाणित गर्नुभयो। अब परमाणुहरू केवल कल्पना रहेनन्। तेस्रो पेपर त सायद सबैभन्दा चर्चित होला। यसले हाम्रो समय र स्थानको पूरै अवधारणा नै उल्टाइदियो। उहाँले भन्नुभयो, प्रकाशको गति सधैँ एउटै हुन्छ, तर समय र दूरी भने हेर्ने मान्छे अनुसार फरक हुन सक्छ। दिमागै घुमाइदिने कुरा, होइन त? र चौथो पेपर, यसले त संसारलाई इतिहासकै सबैभन्दा प्रसिद्ध समीकरण दियो, E=mc²। यसले देखायो कि पदार्थ र ऊर्जा एउटै कुराका दुई रूप हुन्। मतलब एउटै वर्षमा एउटै मान्छेले क्वान्टम फिजिक्स, परमाणुको प्रमाण र सापेक्षताको जग बसाल्यो। साँच्चै चमत्कारी वर्ष। तर कथा यहाँ सकिएको छैन। 1905 को चमत्कार त एउटा सुरुवात मात्र थियो। अब आइन्स्टाइन आफ्नो जीवनको सबैभन्दा ठूलो पहेली सुल्झाउन लागेका थिए, गुरुत्वाकर्षण। र यो यात्रा करिब 1 दशक लामो र एकदमै कठिन थियो। उहाँकै शब्दमा सुन्नुस् न, अँध्यारोमा छामछाम छुमछुम गर्दै खोजेका ती वर्षहरू र अन्तमा उज्यालो भेट्दाको त्यो अनुभव, यसले नै देखाउँछ कि यो कुनै एकै रातमा आएको आइडिया थिएन। यो त वर्षौंको मेहनत, निराशा र सङ्घर्षको फल थियो। यहाँ हेर्नुस् त, कस्तो गजबको फरक छ। 200 वर्षदेखि हामीले सोच्यौं कि गुरुत्वाकर्षण भनेको न्युटनले भने जस्तै एउटा अदृश्य शक्ति हो जसले सबै कुरा तान्छ। तर आइन्स्टाइन आएर भने, होइन, गुरुत्वाकर्षण कुनै शक्ति नै होइन। उहाँले भन्नुभयो, यो त स्पेस टाइमको च्यादरमा गहुरुङ्गो वस्तुले पारेको खाल्डो जस्तै हो। मतलब ग्रहहरू सूर्यको वरिपरि घुम्नुको कारण सूर्यले तानेर होइन, बरु सूर्यले स्पेस टाइममा बनाएको त्यो खाल्डोको वरिपरि चिप्लिएर हो। अब सिद्धान्त त बन्यो, तर प्रमाण चाहियो। अनि आयो त्यो दिन, सन् 1919 को सूर्यग्रहण। वैज्ञानिकहरूले क्यामेरा तिर्साएर हेरे र उनीहरूले के देखे थाहा छ? सूर्यको छेउबाट आएको ताराको प्रकाश ठ्याक्कै आइन्स्टाइनले भने जसरी नै बाङ्गिएको थियो। बस यो एउटै घटनाले उहाँलाई रातारात संसारकै सबभन्दा चर्चित वैज्ञानिक बनाइदियो। अनि जब उहाँ संसारभरि चिनिन थाल्नुभयो, एक स्टारको जन्म भयो। तर यो प्रसिद्धिले उहाँको काममा मात्र होइन, व्यक्तिगत जीवनमा पनि ठूलै परिवर्तनहरू ल्यायो। प्रसिद्धि बढ्दै गर्दा उहाँको निजी जीवन पनि बदलियो। उहाँको पहिलो विवाह, जो एक भौतिक शास्त्री मिलेवा मारिचसँग भएको थियो, टुट्यो। त्यसपछि उहाँले आफ्नै काकाकी छोरी एल्सा लोवेन्थारसँग विवाह गर्नुभयो।
र नोबल पुरस्कारको कुरा पनि रमाइलो छ। धेरैलाई लाग्छ उहाँले सापेक्षताको सिद्धान्तको लागि नोबल पाउनुभयो, तर होइन। पुरस्कार त उहाँको 1905को त्यो फोटो इलेक्ट्रिक इफेक्टवाला पेपरको लागि दिइएको थियो। अनि अर्को कुरा, पुरस्कारमा पाएको सबै पैसा उहाँले डिभोर्स सेटलमेन्टको रूपमा आफ्नी पूर्व श्रीमती मिलेवालाई दिनुभयो। संसारभरि उहाँको लेक्चर सुन्न मान्छेहरूको भिड लाग्थ्यो। उहाँको आवाज शक्तिशाली बनेको थियो। तर आफ्नै देश जर्मनीमा भने अवस्था बिग्रदै थियो। उहाँ यहुदी भएको कारणले उहाँमाथि र उहाँको काममाथि नराम्रोसँग आक्रमण हुन थाल्यो। त्यसपछि उहाँको जीवनमा एउटा अध्यारो मोड आयो। युरोपमा बदलिन्दो राजनीतिक अवस्थाले संसारकै सबैभन्दा प्रसिद्ध वैज्ञानिकलाई आफ्नो देश छोडेर भाग्न बाध्य बनायो। प्रिन्सटनमा पलायन। घटना सन् 1933को हो। आइन्स्टाइन अमेरिकाको भ्रमणमा हुनुहुन्थ्यो र ठिक त्यही बेला जर्मनीमा नाजीहरूले सत्ता कब्जा गरे। उहाँले तुरन्तै बुझ्नुभयो, अब घर फर्कने बाटो बन्द भयो। यो केवल राजनीतिक कुरा थिएन, यो व्यक्तिगत आक्रमण थियो। बर्लिनमा उहाँका किताबहरू जलाइयो, उहाँको घरलाई हिटलर युथ क्याम्प बनाइयो। अब उहाँ सधैँका लागि एक निर्वासित व्यक्ति बन्नुभयो। त्यसपछि 54 वर्षको उमेरमा आइन्स्टाइनले अमेरिकाको प्रिन्सटनमा रहेको इन्स्टिच्युट फर एडभान्स्ड स्टडीमा नयाँ घर भेटाउनुभयो र आफ्नो जीवनको बाँकी समय उहाँले त्यही एक विद्वान र फाँसीवाद विरुद्धको एक मुखर आवाजको रूपमा बिताउनुभयो। प्रिन्सटनमा उहाँ एक किसिमले निर्वासनमा रहेका ऋषि जस्तै हुनुभयो। उहाँले दोस्रो पटक आफ्नो जर्मन नागरिकता त्याग्नुभयो। आणविक बम बन्न सक्ने खतरा देखेर राष्ट्रपति रुजवेल्टलाई चिठी पनि लेख्नुभयो, तर आफैले कहिल्यै म्यानह्याटन प्रोजेक्टमा काम गर्नु भएन र सन् 1940मा उहाँ अमेरिकी नागरिक बन्नुभयो। त्यसैले अन्त्यमा एउटा प्रश्न बाँकी रहन्छ। उहाँ एक शान्तिवादी हुनुहुन्थ्यो, एक शरणार्थी हुनुहुन्थ्यो, एक सृजनाकर्ता हुनुहुन्थ्यो, तर उहाँकै कामले आणविक बमलाई सम्भव बनायो। त्यसो भए ब्रह्माण्डको पुरै नक्सा बदलिदिने त्यो दिमागको वास्तविक विरासत के हो त? यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई आज पनि सोच्न बाध्य बनाउँछ।